नाती पनि उठाऊ नाति भाटे हेर्नु राजमाले गर्नु हेलो गाइज वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ हामी राजन दाईको भान्जाको बिहेको पार्टीमा आएको छौँ। आज चाहिँ हामी यहाँनिर चाहिँ लन्च खाँदैछौँ। अब एकछिनमा गएर हामी यहाँनिर चाहिँ नाच्नेछौँ र यहाँनिर चाहिँ के गर्नेछौँ सम्पूर्ण चिजहरू तपाईँहरूलाई देखाउनेछु। मजाले हेरेर साथ दिनु होला।
लाइन बस्नु पर्ने गर्ने छ तिम्रो पाला होइन कतिखेर आउँछ तिम्रो पाला यहाँ बिस्ने भाइ भोकल यहाँ पेट छामिरहेको ल अनि कसो नि भोक लाग्यो नि तिमीलाई लाग्यो ल चिन्ता नगर अब खाना खाने खाना खानु पनि लागेर कुद्नु पर्ने भयो खाना खाने दाजु खाना खाने खाएर बस्छु कि मामा खाना हाल्छ केटाहरू खाना त अलि खाउँ है खानुपर्छ यार त्यही त खाना चाहिँ खानु मस्त भोक लागिरह है हाल्नु न त उ चाहिँ खाने पराठा खाने हो क्या पराठा नखाने मैले क्या भिडियो बनाएर खाएँ मेरो तिम्रो र मेरोमा हालो भनेर क्या तिमी आफै पराठा अनि म अप्ठ्यारो हुँदैन भिडियो बनाउनु अहिले सबै हालो त्यो अचार सचार के म त हाल्दैन अहिले अझै हालो पराठा हालो बरु धेरै ऊ कति धेरै भयो अहिले यो मान्छे त आमा के कहिले हाल देखायो त है तिमीहरू गर्मीले पाक्यो होला मलाई के गर्ने हुन्छ एसीमा भित्र भाइ खानाले पुरा लाइनमा बसिरहेको एउटा आराम चाहिँ मलाई त्यो चिजहरू त मनै पर्दैन तपाईँ हामी अचार हाल नि त मलाई तिमी नखाऊ यो के हो यो त ऊ हो दाल करी हाल अझै हाल तिमी नखाने म खाउँला नि त के खर त्यो पनि नखाने के हो यो पनिर खाऊ ल खाऊ न खाऊ थोरै हाल थोरै हाल भयो के हो यस्तो लाइन बस्दा भोक लाग्यो केटाहरूलाई यहीँ सुरु गरिदिएँ ल त्यो चाहिँ ढिलो नहाले अब यो बोइल गरेर जस्तो हाल एकचोटि हाल न स्वास्थ्यको लागि राम्रो हुन्छ यो भयो ल भाइ तिमीले चाहिँ के खान्छ केही हाले होइन मासु होइन उता साग चाहिँ हाल है खान्छ साग भने चाहिँ खानु भयो क्या तपाईँ आएर घन्टा भइसक्यो लाइन योजना खानुपर्छ हो त्यसो भाइ ठिक छ नि ठिक छ एकदम ओके सरी के छ ए अझै हाल न रोस्ट यार अझै हाल बाई तिमीलाई हाल अझै हाल न तिमीलाई भने फाइनल गए हामी चाहिँ अब खाना खाँदै है यसो भाइ ल लास्ट भोक लाग्यो क्या तिमीलाई सुरु गरिसक्यो त यार ल ठिक छ ल
हेलो गाइज, यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। आजलाई यति नै।